नमस्ते जोजोलोपा लासो फापुल्ला झोरले सेवारो म गणेश कटवाल स्वागत छ मेरो च्यानलमा तपाईहरुलाई र आज म छु यो बानेश्वर क्षेत्रमा नेपाल सरकारकै संघीय राजधानी भएकोले चाहिँ यो बानेश्वरले एउटा विशेष महत्त्व राख्दछ अनि सांसदहरु बस्ने सांसदहरुले चाहिँ नीति विधान बनाउने यो संसद भवन पनि यही बानेश्वर क्षेत्रमा रहेकोले यहाँनेर चाहिँ के कस्तो चलपल छ र यो बानेश्वर क्षेत्रमा चाहिँ कस्तो व्यापार बिजनेस भइराछ मान्छेहरुको चलपल कस्तो छ भनेर चाहिँ आज म घुम्नको लागि आइरा छु साथीहरु भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला बाटो हिँड्दाखेरि चाहिँ राम्रै छ सफा छ त्यति धुलो धुवा छैन पहिला बाटो यो बाटो हिँड्दाखेरि एकदमै धुलो धुवा उड्ने गरेर हिँड्नलाई पनि एकदमै सस्ती थियो भने अहिले त्यो चाहिँ छैन धुलो धुवा चाहिँ छैन तर यहाँनेर चलपल छैन पहिलाको जुन चलपल थियो पहिला यहाँ मान्छेहरुको जस्तो यो चलपलहरु हुने गर्थ्यो मान्छेहरुको ताती यहाँनेर हिँड्ने गर्थ्यो त्यो अहिले बिल्कुलै देखिदैन यो के भइरहेको छ नेपालमा बाटोमा मान्छे देखिदैन बजारमा व्यापार छैन सुनसान छन् यी मार्केट यी बजारहरु पसलहरु सबै सुनसान छ कोही कतै केही मान्छे देखिदैन ल नि एकदम सुनसान छ कतै पनि मान्छे देखिदैन एउटा पनि पसलमा मान्छे छिरेको देखिदैन त्यसको मतलब हुन्छ व्यापार छैन कुनै पनि पसलमा कतै पनि कस्टमर छिरेको देखिदैन छैन व्यापारै छैन कतै पनि व्यापार छैन एकदम सुनसान छ मान्छेको चलपल पनि देखिदैन ठ्याक्कै यो अहिले म बानेश्वरको सांसद भवनको यो बाटोबाट हिँडिरहेको छु यतापट्टि साइडमा देखिरहेको यो जुन वाल छ यो चाहिँ सांसद भवनको यो वाल हो यो वालको छेउैबाट म अहिले हिँडिराख्दाखेरि के मेरो दिमागमा आयो भनेदेखि त्यो बाटोमा यो बानेश्वर जस्तो क्षेत्रमा मान्छेको केही पनि चलपलै छैन यहाँनिर भिडभाडै देखिँदैन मान्छे छैनन् भनेपछि कहाँ गए त मान्छे पहिलाको यही हो बजार पहिलाको मार्केट यही नै हो यहीँनिर मान्छेहरू नेपालीहरूको यो नेपालको मुटु नेपालको राजधानी यस्तो ठाउँको यो संसद भवन भएको ठाउँ बानेश्वरमा मान्छे देखिँदैन भने अन्त कहाँ होला त मान्छे गाउँमा त पक्कै पनि छैन गाउँमा त सारा जमिन बाँझो छ खेतीबाली केही पनि छैन अनि यो यस्तो राजधानीको सँगै सिटीमा पनि मान्छे छैन भने कहाँ गयो मान्छे अनि मान्छे हेर्नको लागि कहाँ जानुपर्छ भन्दाखेरि एयरपोर्ट जानुपर्छ एयरपोर्टको गेट नपुग्दैखेरि त्यहाँदेखि नै लाइन हुन्छ के यति लाइन हुन्छ कि कुरै नगरौँ त्यहाँनिर खुट्टा टेक्ने ठाउँ हुँदैन त्यति मान्छेको भिड हुन्छ त्यो पनि डेली बिहानदेखि बेलुकासम्म 24 आवर त्यहाँ मान्छेको भिड हुन्छ क्या त्यो भिड कहाँ जाँदैछ के को लागि जाँदैछ केहीको लागि होइन त्यो 20,000 तलब कमाउनको लागि बिहान र बेलुका दुई चाक खानको लागि अनि आफ्नो बच्चालाई 1-2 अक्षर चिनाउनको लागि पढाउनको लागि अनि आफ्नो परिवार पाल्नको लागि मात्र 20,000 देखि 30,000 तलबको लागि विदेश जाँदैछ आफ्नो देश छोडेर आफ्नो मातृभूमि छोडेर आफ्नो जन्मथलो छोडेर आफ्नो जग्गा जमिन बाँचेर राखेर मान्छे अहिले विदेश जान बाध्य भइरहेको छ के को लागि किन भइरहेको छ देशमा कहीँ पनि शान्ति छैन कहीँ पनि कसैले सुख चैन पाइरहेको छैन काम पाइरहेको छैन पढेको सिप भएकोले कुनै पनि सिप आफ्नो सिप अनुसारको काम पाइरहेको छैन रोजगारी पाइरहेको छैन अनि के गर्ने मान्छेहरू कहाँ जाने सिर्फ यहाँनिर एउटा स्कुल चलेको छ अनि हस्पिटल चलेको छ मेन पावर चलेको छ एयरपोर्ट चलेको छ त्यति हो अरू केही पनि चलेको छैन यहाँ व्यापार बिजनेस पुरा ठप्प छ कसले दिने यसको जवाफ यत्रो यो संघीय संसदको भवन छ यहाँ अगाडिपट्टि अनि यहाँ हिँड्दै गर्दाखेरि मेरो दिमागमा धेरै क्वेसनहरू आइरहेको छ धेरै प्रश्नहरू चाहिँ आइरहेको छ के यो सरकारलाई सोध्ने सरकारलाई भनौँ या कसलाई सोध्ने यो प्रश्न कसलाई सोध्ने जवाफ दिने कसले कोही छैन जवाफ दिने यहाँनिर यस्तो हालत भइरहेको छ अहिले हाम्रो देशको हामी जस्तै युवाहरूको हालत बेग्लै छ के बेहाल छ यहाँनिर खानको लागि रोजगारी चाहिन्छ रोजगारीको लागि सिप चाहिन्छ के सिप पनि छ सिप भएकोले आफ्नो सिप अनुसारको काम पनि पाइरहेको छैन र जोसँग सिप छैन उसलाई सिप दिने कसले त सिप दिनु पर्यो सिप पाएपछि सिपमूलक रोजगार दिनु पर्यो त्यो भइरहेको छ त छैन नि त्यो छैन ल हेर्नुहोस् रोडै यस्तो खाली छ क्या सुनसान त्यो मध्य बानेश्वर हो न छुट्टी छ आज न केही छ मध्य बानेश्वर यतापट्टि सांसद भवन छ
त्यो सांसद अगाडिको यो रोड हो ल, त्यस्तो सुनसान छ क्या। पहिला यहीँनिर पेलामपेल हुने एकदम भागदौड चल्ने ठाउँ हो क्या यो, मान्छे कुद्ने ठाउँ। यस्तो देख्दाखेरि विरक्त लाग्दैन, रुन मन लाग्दैन? मान्छेहरूले के गर्ने? गाउँमा मान्छे छैन भन्छ है, मलामी जाने मान्छे भएन भन्छ, तर त्यो गाउँमा मात्रै होइन क्या, त्यो सहरमा पनि मान्छे छैन क्या। हेर्नुहोस् यस्तो सुनसान छ है, मान्छे कोही कतै छैन, बाटो हिँड्ने मान्छे छैन, व्यापार बिजनेस छैन। त्यो ठुल्ठुलो लगानी गरेर चाहिँ व्यापार खोलिएको छ, व्यापार चलाएको छ, तर त्यहाँ किन्न जाने कस्टमर छैन क्या। कसले किन्ने? मान्छेहरूसँग, यहाँ नेपालमा बस्ने मान्छेहरूसँग किन्न सक्ने क्षमता छैन। अनि एउटा यहाँनिर जो चहलपहल हुनको लागि त मान्छे पनि त चाहियो नि होइन? खोइ मान्छे कोही छैन, सबै विदेश गइरहेको छ। विदेशको लागि एकदमै एयरपोर्टमा लाइन छ, ताती छ त्यहाँनिर। के को लागि भन्दाखेरि 20,000 कमाउनको लागि। खेती होला, मान्छेहरूको खेत जमिन होला, त्यहाँनिर खेती गरेर 2 छाक खान सक्छ, तर त्यो पनि अब गाह्रो भयो के। किन भन्नुहुन्छ भने अब खेती गरेर खान सकिँदैन क्या। यस्तो स्थिति आइदियो कि हरेक कुरा चाहिँ विदेशीसँग किन्नुपर्ने भइदियो कि हाम्रो पैसाले अब केही हुनेवाला छैन। हाम्रो नेपाली पैसाले अब केही हुनेवाला छैन साथीहरू। किन भन्दाखेरि हरेक कुरा हामीले विदेशबाट किन्नुपर्ने हुन्छ क्या। उनीहरूसँग किन्नु परेपछि हाम्रो पैसाको त भ्यालु गर्दैन उनीहरूले आफ्नो मूल्य राख्छ है। आफूलाई दिन मन लागे दिन्छ, दिन मन लागे दिँदैन। हामीसँग केही पनि उत्पादन छैन। नर्मल्ली कृषिको लागि चाहिने औजारहरू, कृषिको लागि चाहिने साधनहरू, स्रोतहरू त हामीले आफै उत्पादन गर्न सक्नु पऱ्यो नि होइन? त्यो पनि छैन कि। त्यस्तो केही पनि छैन, भएको पनि बिगारिएको छ, सिद्ध्याइएको छ। त्यस्तो भएपछि चल्छ देश? कसले दिने यसको जवाब? यसको जवाब कसले दिने? कहाँ सोध्ने? कसलाई सोध्ने? अचम्म छ कि। यहाँ जसले जे गरे पनि भएको छ। सहकारीले पैसा लुटेको छ, माग्न जाँदाखेरि दिन्न भन्छ होइन? अनि उधारो खानेले तिर्दिन भन्छ। त्यस्तै चलिरहेको छ यहाँ। अब खोइ के यहाँ केही लाइट बोलाएको छैन, रातो पनि बोलाएको छैन, हरियो पनि बोलाएको छैन। बाटो काट्ने हो कि नकाट्ने हो कि केही थाहै छैन। लाइट पनि छैन। लाइट त राखेको छ तर त्यो बलेको छैन क्या। त्यस्तो भएपछि अनि हामीले कसरी थाहा भने बाटो क्रस गर्ने कि नगर्ने कि केही थाहै हुँदैन हो कि होइन? अनि यहाँ एक्सिडेन्ट परिहाल्यो भनेदेखि कसको दोष लाउने? ल हेर्नुहोस्, चलेको छ त सिर्फ फार्मेसी चलेको छ, फार्मेसी चलेको छ, स्कुल चलेको छ, अनि मेन पावर चलेको छ, एयरपोर्ट चलेको छ। त्यति हो, अरू केही पनि छैन यहाँ। यहाँ चाहिँ ठुल्ठुलो लगानी गरेर व्यापार बिजनेस गरिरहेको छ मान्छेहरूले, तर त्यो चलिरहेको छैन क्या। किन्ने मान्छेहरू सबै विदेश पलायन भइरहेको छ। उनीहरू यहाँ नेपालमा बस्नु सकिरहेको छैन। नेपालमा पढाइ गर्नलाई ठुलो लगानी गर्नुपर्ने है, ठुलो लगानी नै हुन्छ। एउटा बच्चालाई स्कुल पास आउट गराउनको लागि 1 क्लासदेखि 10 क्लाससम्म धेरै ठुलै खर्च हुन्छ यहाँ, धेरै ठुलो खर्च। बाबुआमाले चाहिँ जिन्दगीभर काम गरेर एउटा बच्चा पढाउनु पर्ने हुन्छ क्या। तर त्यसको उपलब्धि के त? जिन्दगीभर बाबुआमाले कमाएको पैसा लगानी गरेर एउटा बच्चालाई 1 क्लासदेखि 10 क्लास पढाउँछ। 10 क्लास पछि उपलब्धि के त? त्यो बच्चाको उपलब्धि के छ त भन्दाखेरि हातमा लागेको सुन्ने, केही पनि छैन उपलब्धि। किनभने उसले स्कुल पढेको, त्यो पढाइको सिप अनुसार, ज्ञान अनुसार जे कुरा पढाएको छ नि त्यो अनुसारको यहाँ रोजगारी पाउँदैन क्या। छैन, त्यो केही भ्यालु नै छैन क्या त्यो पढाइको। अनि उसले यहाँ केही नपाएपछि के गर्छ त भन्दा विदेश जानु पर्यो होइन? अलिकति क्षमता हुनेले हाम्रै कन्ट्री जाला, अमेरिका जाला, अस्ट्रेलिया जाला। अलि लोवर क्लासकोले अरू कन्ट्री जाला, गल्फ कन्ट्री जाला। तर के को लागि जान्छ भन्दाखेरि 2 पैसा कमाउनको लागि। त्यहाँ गएर उनीहरूकै पढाइ पढ्नु पऱ्यो क्या, फेरि उसको भाषा सिक्नु पऱ्यो, त्यसको लागि जाने। हाम्रो यहाँ यत्रो लाखौँ लाख खर्च गरेर पढाएको हुन्छ नि बच्चाहरू, त्यो लगानीको चाहिँ केही पनि हुनेवाला छैन, रिटर्न केही पनि छैन क्या त्यसको। त्यो फोकटलाल हो। यहाँनिर जसले स्कुलको व्यापार गरेछ उसले कमायो त्यति हो। त्यहाँभन्दा बढी केही पनि पाउँदैन त्यो पढ्ने विद्यार्थीले। उसले न ज्ञान पाउँछ न सिप पाउँछ। अनि जसले लगानी गर्यो बाबुमा उसले पनि केही पनि पाउँदैन क्या। त्यस्तो छ क्या यहाँको पढाइ। अनि त्यो पढाइ सकेर चाहिँ बाहिरै जानुपर्ने है। अनि बाहिर गएपछि पनि यहाँको पढाइ काम नलाग्ने क्या। त्यहाँ गएर उनीहरूको भाषा सिक्नुपर्ने, उनीहरूकै पढाइ पढ्नुपर्ने, त्यो गर्नु भने। अनि त्यति पनि गर्न सकेन भने सबभन्दा लोवर क्लासको काम गरेर बस्नुपर्ने। त्यस्तो स्थिति छ हाम्रो देशको पढाइ। अनि के कुरा गर्ने? यो कसलाई क्वेसन सोध्ने, कोसँग जवाफ माग्ने, एकदम गाह्रो स्थिति छ। अनि उधारो खानेहरूले तिर्दिन भन्नु पनि पाउने है। आज लिएर गयो, उधारो लिएर जान्छ, काम गर्छ,
अनि कमाएर चाहिँ ल्याएर साउँ बुझाउला भन्यो त्यो पनि छैन। त्यस्तो नभएपछि के हुन्छ, सब यो टाट पल्टिने क्या, सबै टाट पल्टिने। त्यस्तो भएपछि अनि देश अगाडि बढ्छ कहिले? अनि केही गर्छु भनेर जोस जाँगर भएको युवाहरू यहाँ बस्न सक्छ? टिक्नै सक्दैन। बस्न त कुरा छोडिदिनु, टिक्न सक्दैन क्या। उसँग एउटा जोस हुन्छ, यस्तो गर्छु भनेर प्लान हुन्छ, त्यो अनुसारले थोरै कतै कतै दुःख गरेर ल्याएर लगानी गरे हुन्छ, तर त्यो डुब्छ क्या। यहाँनिर किन डुब्छ भन्दाखेरि नीति खोइ। उसलाई भोलि केही परि आयो या कसैले ठग्यो, चोर्यो, लुट्यो, हप्कायो भने त्यो हेरिदिने कसले? त्यसलाई साथ दिने कसले? हेलो, सुनिल भाइलाई भेटेँ यहाँ बाटोमा ठ्याक्कै। अनि त्यस्तो भएपछि मान्छेहरूले लगानी गर्न डराउँछ अनि विदेश जान बाध्य हुन्छ कि। यो कुरा चाहिँ किन आइरहेछ भने आज म यो सङ्घीय राजधानी काठमाडौँको यो संसद भवनको अगाडि हिँड्दै गर्दाखेरि यतिको यो मेरो जुन तनाव पीडा छ दिमागमा त्यो कुराहरू आइरहेको हो कि। नेपालकै राजधानी काठमाडौँ, त्यो पनि सङ्घीय राजधानी भनौँ या सङ्घीय सरकारको चाहिँ संसद भवन रहेको ठाउँ यो बानेश्वर। यहाँ पनि यस्तो छ क्या, सुनसान व्यापार छ। मान्छे त अलिअलि चलबल त छ यहाँनिर, यता जाने उता जाने मान्छे त भइहाल्छ, तर पहिलाको रेसियोमा छैन। मान्छे भए पनि यहाँको हेर्नुहोस् व्यापार कस्तो छ, सुनसान एकदमै। कतै कतै देखिँदैन क्या, पसलभित्र व्यापार भइरहेको, किनबेच भइरहेको, चलपल केही पनि देखिँदैन कि छैन। त्यो बाटो हिँड्ने मान्छेहरू अलिअलि देखिन्छ, त्यो बाइक अरू केही पनि छैन यहाँ। व्यापारिक हिसाबले चलपल निकै ठुलो हुनुपर्ने ठाउँ हो यो। त्यो नेपाल देशकै एउटा राजधानी अनि यहाँको ठुलै अर्थतन्त्रको चलखेल हुनुपर्ने ठाउँ हो, तर त्यो छैन क्या यहाँ। अब अहिले हल्ला पनि चलेको छ, मान्छेहरू किन सहर बस्ने, मान्छेहरू किन विदेश जाने, आफ्नो गाउँमै बसेर खेतीपाती गरे पनि त हुन्थ्यो भनेर पनि अहिले एउटा भन्ने चलेको छ होइन। तर त्यसको के कारण हो भने अब नेपाल सरकारले नेपालमा केही पनि उत्पादन गरिदिएको छैन हो कि। एउटा खेती किसानी गर्नको लागि पनि औजारहरूदेखि लिएर केही पनि यहाँ उत्पादन हुँदैन कि, सबै बाहिरबाट ल्याउनु पर्ने। अनि खेत जोतिसकेपछि बाली नाली लगाइसकेपछि त्यसमा हाल्ने मल, बिउ बिजन पनि, मलको त कुरा छोड्यो, बिउ बिजन पनि यहाँ छैन क्या, बाहिरबाट ल्याउनु पर्ने हुन्छ। अनि त्यो बाहिरबाट एभ्रिथिङ किन्नुपर्ने भएपछि के हुन्छ यहाँ? खेती गर्दाखेरि किनेर खानुभन्दा उत्पादन गर्नु धेरै महँगो भइसक्यो कि। अनि कसले गर्ने उत्पादन? त्यसरी गर्न सक्दैन नि। किसानलाई सहुलियत खोइ, सहुलियत ऋण खोइ, केही पनि छैन। त्यस्तो भएपछि अनि कसले गर्ने यहाँनिर खेती? किनेरै खान्छन् जो पनि, सुख दुःख जति छ आफ्नो पैसा त्यसले किनेरै खानु सस्तो परेपछि खेती गर्न सक्दैन नि मान्छेले। अनि त्यो कारणले हो मान्छे बजार छिर्ने। बजारमा सानोतिनो केही गरेर भए पनि बरु किनेरै खान्छु, उत्पादन गर्न त अब नसकिने भयो। केही कृषि खेतीपाती गर्न त नसकिने भयो, बरु बजार छिरेर सानोतिनो जेसुकै होस् गरेर किनेर खान त सक्छु भनेर बजार छिर्ने हो होइन। तर त्यो पनि बजारको हालत अहिले बेहाल छ। फाइनेन्सले लुट दिने, उधारो खानेले लुट दिने, जसले पनि कि यहाँ जसले जे गरे पनि हुने नि, त्यही भइरहेको छ अहिले साथीहरू। अनि मान्छेहरूको लास्टमा एउटा अप्सन भने के रहन्छ भने विदेश जाने, गएर एयरपोर्टमा लाइन लाग्ने, मेन पावरहरूलाई धनी बनाउने। 1500को फ्री टिकट, फ्री भिजा भनेर 15,000 खर्चमा आउँछ गोर्खापत्रमा मात्रै हो फ्री भिजा, फ्री टिकट अनि 15,000 लागत भनेर गोर्खापत्रमा आउँछ। पठाउने कसले त? मेन पावरले। अनि 20,000 30,000 तलबको लागि कति लिन्छ मेन पावरले भन्दाखेरि 5 लाख हो। यो भएर डुबेको। अनि यहाँ चलेको र धनी को छ भन्दाखेरि मेन पावर, स्कुल अनि हस्पिटल,
यो चलेको छ। अनि मान्छेको भिडभाड यो बजारमा सहरमा मार्केटमा कहीँ देखिँदैन। कहाँ हुन्छ भन्दाखेरि एयरपोर्टमा। त्यति हो नेपालको हालत अहिले त्यही छ। र मान्छेहरूलाई फ्रस्ट्रेसन भएको पनि यही कुराले हो। यहाँ दिनभरि कुरे पसलमा आउँछ त के भन्दाखेरि कि उधारो माग्ने आउँछ, उधारो नदियो भने रिसाउने, दियो भने फर्केर नआउने, त्यस्तो स्थिति छ क्या। सबैको हालत त्यस्तै छ। त्यसरी नै सबै बर्बाद हुँदैछ अहिले। अनि यसको कन्ट्रोल गरिदिने कसले त? यस्तो कुराहरूलाई फाइनेन्समा पैसा राखेको, फाइनेन्सबाट रिटर्न नआउने होइन, यी कुराहरूको कन्ट्रोल गरिदिने कसले त? उनीहरूको डेली लाइफमा हुने घाँसबास कपासका लागि जे सङ्घर्ष गरेर हुन्छ पब्लिकले, त्यो सङ्घर्षका क्रममा भोग्ने दुःखहरूलाई चाहिँ एउटा नियमबद्ध तरिकाले चाहिँ मिलाइदियो कि उनीहरूले डेली लाइफको लागि घाँसबास कपासको लागि सङ्घर्ष गर्दै गर्दाखेरि ठगिने हुन्छ, ढाँटिने, लुटिने हुन्छ। यी कुरालाई मात्र कन्ट्रोल गरिदेऊ भने हो कि पब्लिकको गुनासो त्यति नै हो। अरू त्यहाँभन्दा ठुलो केही पनि छैन। नेपालीहरू दुःखमा पनि रमाउने एउटा जात हो, दुःखमा पनि रमाउने अनि जतिसुकै पीडामा पनि हाँस्ने खालको प्रकृतिको मन भएको नेपाली हो। र नेपालीको लागि त्यति ठुलो केही पनि गरिदिनु पर्दैन। साधारण कुराहरूमा चाहिँ जहाँ पनि सरकार भेटियोस् क्या, साधारण सानो कुरामा सरकार भेटोस्, सानो कुरामा चाहिँ उनीहरूले न्याय पाओस्, त्यतिमै नै ठुलो खुसी राख्छ क्या नेपालीहरूले।